सबैलाई जिसु बढाई। म फादर डेभिड योजन राई आज यो बिहानी तपाईहरुको समक्ष यो भिडियो क्लिपद्वारा विशेष आगामी 6 डिसेम्बर 2025 मा आयोजन भइरहेको भव्य त्रय जयन्ती समारोह अनुग्रहको यात्रा बारे केही जरुरी सूचनाहरू तपाईहरुलाई दिनको निम्ति उपस्थित छु। सर्वप्रथम अस्ति हामीले भनेका थियौं पहिलो हाम्रो मिसा बलिदान हुनेछ 9 बजेदेखि, त्यसपश्चात हाम्रो सांस्कृतिक कार्यक्रम हुनेछ भनेर। यसमा क्रममा अलिकति बदलाव आएको छ। सर्वप्रथम हाम्रो बिहानी 9 बजेदेखि सांस्कृतिक कार्यक्रम हुने भएको छ, जहाँ हाम्रो सम्माननीय बिशप स्वामी अनि सिक्किम सरकारका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङज्यू उहाँहरू आएर 9 बजेदेखि हाम्रो प्रोग्राम सुरु गर्ने भएका छौं। अनि त्यसपश्चात हाम्रो लन्च हुनेछ अनि लन्च पश्चात हाम्रो मिसा बलिदान हुनेछ। टाढादेखि आएकोहरूलाई लामो समयसम्म भोको नहोस् भनेर हामीले यो तय गरेका छौं। अनि बिहान आउनु बित्तिकै तपाईहरुलाई सानो सानो प्याकेट स्न्याक्स दिनेछ। तपाईहरुलाई केही समयको निम्ति जिउँदो बलियो राख्नको निम्ति। त्यसकारणले गर्दा फेरि बाटोमा नभुलिकन तपाईहरु आइदिनुहोस्, ब्रेकफास्टहरु नखादिनुहोस्। तपाईहरुको निम्ति यही नै यसको प्रावधान मिलाइएको छ। दोस्रो, तपाईहरु आउँदा फेरि 8 बजे भन्दा अगाडि दया गरेर होली क्रस गेटमा तपाईहरुको गाडीलाई पठाएर तपाईहरु भित्र प्रवेश गर्न हुन म अनुरोध गर्न चाहन्छु। किनभने 9 बजेदेखि एक्ज्याक्टली हाम्रो प्रोग्राम सुरु हुनेछ। त्यसकारणले गर्दा फेरि तपाईहरु 8 बजे नै आइदिनुहोस्। मुख्यमन्त्री पनि त्यस दिन हाम्रो मुख्य अतिथि भएर आउने हुँदाखेरि उहाँको गाडी चल्दा फेरि यातायात स्थगित गरिन्छ, यातायातको जीवन ट्राफिक स्थगित गरिन्छ। तपाईहरुलाई थाहा छ, त्यसले असुविधा हुन सक्छ। अनि तपाईहरु 8 बजे नै आइदिनु हुन म विनम्र निवेदन गर्दछु। तपाईहरु आफ्नो प्राइभेट भेहिकल्समा हैन, हायर गरेर तपाईहरुले सबै भाडामा मिलाएर तपाईहरु आउनुहोस्। त्यसो हुँदा फेरि के हुन्छ भने हाम्रो पार्किङ जुन चाहिँ हामीलाई डेजिग्नेटेड प्लेस छ पार्किङको निम्ति, त्यो चाहिँ अदमपुल हाइवेमा छ, जुन चाहिँ होली क्रस स्कुलदेखि टाढो छ। अनि तपाईहरु आफै त्यो गाडी पुर्याउनु त्यहाँ जानु पर्यो भने त्यहाँदेखि फर्केर आएर घुमेर आउँदाखेरि तपाईहरुले धेरै चीज गुमाउनु हुन्छ। अनि त्यसो हुँदा फेरि तपाईहरु हायरमा आइदिनुहोस्, ड्राइभरलाई पठाउनुहोस् पार्किङ जग्गामा। अनि तपाईहरुको निम्ति स्टिकर हामीले तयार गरेको छौं। तपाईहरुको आफ्नो पल्लीमा हामी त्यो स्टिकर पुर्याउने छौं। त्यसको निम्ति म सबै पल्ली पिताहरूलाई निवेदन गर्न चाहन्छु, भोलि आफ्नो मिसा बलिदान पश्चात आफ्नो पल्लीवासीहरूसँग बसेर कतिजना जाने, कतिवटा गाडी तपाईहरुले तय गर्नुहोस्, हामीलाई नम्बर पठाउनुहोस्। हामी पर्सिको दिनदेखि तपाईहरुको पल्लीमा यो सबै स्टिकरहरू पठाउने छौं। त्यो स्टिकरको दुईटा फाइदा हुनेछ, तपाईहरुले पार्किङ जग्गा पाउनुहुनेछ अनि अड इभन रेस्ट्रिक्सन्समा पनि तपाईहरुलाई छुट दिइनेछ। नत्र भने गान्तोकमा साह्रो पर्नेछ, तपाईहरु असुविधामा पर्नुहुनेछ। तपाईहरुको सुविधालाई ध्यानमा राख्दै हामीले यो सबै चीज गरिरहेका छौं, यो सूचनाहरू दिइरहेका छौं। दया गरेर तपाईहरुले पालन गरिदिनुहोस्। हामीसँग तपाईहरुको कोअपरेसन दिनुहोस्। तपाईहरुले आफ्नो पल्लीमा आउँदा फेरि पल्लीको फ्ल्याग पनि लिएर आउन सक्नुहुन्छ। दार्जिलिङ कालिम्पोङबाट आउने फादरहरू, विश्वासी गणहरूलाई पनि म यही भन्न चाहन्छु, तपाईहरुले पनि आफ्नो नम्बर तपाईहरुले पठाइदिनु भयो भने खानाको निम्ति अनि विशेष गरी स्टिकर्सको निम्ति हामीलाई सुविधा हुनेछ। दया गरेर हामीसँग यसमा संलग्न भएर हामीलाई तपाईहरुको कोअपरेसन दिनुहोस् भनी म यहाँदेखि निवेदन गर्दछु। अनि तपाईहरु सबैलाई 6 तारिखको निम्ति त्रय जयन्ती समारोह अनुग्रहको यात्रामा धेरै धेरै स्वागत। यति भन्दै म छोटो भिडियो क्लिप म यही समाप्त गर्न चाहन्छु। गड ब्लेस यु, गड ब्लेस यु अल।